13 वर्षको उमेर हुँदै गर्दा एउटा एमालेको नेताले दलितहरूको लागि यो चुनावमा के दिने भन्दै गर्दा दलितको बस्तीमा मरेको एउटा भैँसी फालिदिए हुन्छ, एउटा अलिकति रक्सी मासु दिए हुन्छ भनेको सुनेको त्यो दिन यो दिन मैले मुखमा मासु हालिनँ हैन। मैले त्यो बेलाबाट मैले मासु खाइनँ। उसले रक्सी पनि छोइनँ मैले। उसले मलाई अपमान गरेर के भन्यो भने म सानै 13-14 वर्षको कति थियो, यसो भाषण सुन्न पहिलेबाट म पनि फेरि बोल्ने ठाउँमा अगाडि गइहाल्नु पर्ने फेरि अनि यसो गरेको अनि उसले चाहिँ ल के दिने त अब यो चुनावमा भन्दाखेरि यो दलित बस्तीमा यो हाम्रो त्यो एउटा सुनारहरूको एउटा दलितको बस्ती के दिने भन्दाखेरि त म कसैको मरेको भैँसी फालिदिए हुन्छ, कसैको चाहिँ के 2-4 टुक्रा मासु फालिदिए भइहाल्छ नि दलित। अनि मलाई त्यो दिन लागि दलितहरू त्यो मासुमा बिक्री हुँदो रहेछन्, रक्सीमा बिक्री हुँदो रहेछन्। एउटा बाहुनको घरमा ब्याउन नसकेर मरेको भैँसी घिसार्दै लगेर दलितको टोलमा दिए, पेट चिरेर पाडा झिकेर गाडे, मरेको भैँसी काटेर खाएर दलितहरूले एमालेलाई भोट हालेर जिताए। अनि मलाई त्यो देखेपछि हो यसरी सिनो खाएर सिनोको जिन्दगी बिताएर त म चाहिँ त्यो दिन यो दिन मैले मुखमा मासु हालिनँ।